यो के रे च्याउ टुकुलो जस्तो छ गोल हुन सक्छ केटाहरु गोल खोजिराखन् तर यार यस्तै हुन्छ के गाइस यार कहिले भ्लग सलग नबनाएछि नबोलेछि बोल्नै आउँदैन के क्यामेरा चालु गरे माथि केटाहरु जे पाते बोल्ने हैन न यार अरुको जोडी जोडी छन् के भयो यस्तै हो सोच्न नलाउँदै कहिले केही मान्छे ठाउँै नदेखे मान्छे कि परिवर्तन हेर्दैन उ तिमीहरु हेलो गाइज यो चाहिँ मेरो फर्स्ट भ्लग म चाहिँ यसो केटाहरुसँग यसो घुम्नलाई निस्कियो अनि यसो मैले फर्स्ट चाहिँ यसो भ्लग बनाउन ट्राई गरेको छु अब यसमा चाहिँ अब हामी जाँदैछौँ घुम्नलाई अब पार्कतिर जाने भने यसो पार्कतिर पनि पुग्यो केटाहरुसँग कस्तो हुन्छ बाँकी भ्लग अगाडि हेरौँ ल हुन्छ भ्लग चाहिँ लास्टसम्म हेरिदिनु होला मैले ट्राई गरेको छु कस्तो हुन्छ मेरो चाहिँ यो फर्स्ट भ्लग हो। हेलो गाइज हामी चाहिँ अहिले यसो यहाँ पार्कतिर आछौँ यो खै के पाएको यो ठ्याक्कै थाहा भएन 5 रुपैयाँ टिकट रहेछ फेसमुक 5 रुपैयाँ भाडा यसो भर्खर यहाँबाट आयो हो यहाँ अगाडि यहाँ गाडी रोकेर ठ्याक्कै यहाँसम्म आयो कस्तो हुन्छ के छ कस्तो छ यसो भित्र गएर हेर्छौँ अनि म पनि यसो पानीको भिजेर भिड भएन आयो लास्ट पानी त्यहाँ आएको छौँ बाटोमा बाटोभरि नदी जस्तै पानी मजा खराब बेकारमा दिमाग खराब भएर आयो जाऊँ अगाडि कस्तो छ हेरौँला अब यहाँ हाम्रो नाति अनि यहाँ पनि एउटा छ अनि टिकट भइरहेछ चिल ल अब जाऊँ अगाडि कसम मलाई त यहाँ फेरि जहाँबाट जसरी पनि जग्गा नि त्यही त रमाइलो गर्ने ऱ्याप स्याप हान्ने गीत गाउने यताउता यसै मन लाग्ने के अनि कसम डाँडा काँडा यहाँ पुरै आजभोलि पलाएको रहेछ बर्खा घाँस पलाएको ए पुरन घाँस आउन आयो यार यहाँ घाँस छ पुरै हरियाली अनि के भइरह पानीले होला के हामी पुरै नेपाली पारामा हामी के भन्छ पुरै गोर्खाली नेपाली पारामा आयो हामी त्यो के इन्डियन यताउता बाली छैन हैन पुरै के बोल्ने यार भिडियो बनाउन आउँदैन म बोल्नै आउँदैन क्यामेरामा चल्ने भन्छ यहाँ एकजना ब्लग छ त सिंहदर रोड देशपाण्डे गार्डन यहाँ कसैलाई घुम्न आउनु मन छ भने हाम्रो दाजुभाइ नेपाली दाजुभाइ कसैलाई आउनु मन छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ देशपाण्डे गार्डन सिंहदर रोड नभए सिंहदर किल्ला भन्ने हुन्छ मतलब किल्ला चाहिँ होइन किल्ला चाहिँ अगाडि जान्छ बाँकी कुरा अब त्यो बुझ्नु पऱ्यो जो यहाँ एउटा घुम्ने ठाउँ भन्ने हो हामी आयो आज भएर अब प्रवेश गर्दैछौँ गेटबाट कस्तो छ बाँकी कुरा अब हेर्छौँ यहाँ यसो गर्ने प्र्याङ्क गर्ने केटीहरूले प्र्याङ्क गर्ने ल यहाँ योगा सोगा गर्यो अर्जुन ओ मा मन्दिर रहेछ उ त्यहाँ यार मन्दिर छ त बबाल गाइज बबाल छ ओहो के भन्ने यार एउटा पानीको तलाउ रहेछ हैन जस राम्रो छ अनि केटाहरु यहाँ छन् अनि म यहाँ घुमिरहेको छु हेरिरहेको छु केटाहरु घुम्ने भनेर गइहाले अगाडि यसो केटीहरु पनि छ हैन यिनीहरु केटीहरु अब खै के बोल्नु बुझ्दैन है म बोल्दिनँ अहिले अनि अहिले अगाडि जाम कस्तो छ हेरौँ अनि म त फेरि त्यही हो क्यामेरा राम्रो आइरहेको छैन यो उ के रे ऊ च्याउ टुकुलो जस्तो छ दिमाग खराब बुझ्छ नलान्थ्यो भने ठिक छ ओ बिजनेस अलरेडी रहेछ तपाईँ पछि यो हेरेरै भन होइन म लाइभ निकाल्दैछु अगाडि हुन ऊ अलरेडी रहेछ अनि म यता जुङ्गे अब मैले स्योर जाने अब भिडियो बनाउन नजान्ने होइन यो जाबो भिडियो मात्रै केही होइन मासु हेर चिल रातो मासु हो ओ मा यार चिलगाडी हो कि क्या हो जुम गरेर देखाउँछु म हेरो गाइज ऊ रातो माछा छ मा यहाँनिर धामी माछा नाइ धामी माछा तेल आउँदा हो न
धामी माछा खानु मजा आउँछ। ए परे त पनि राता माछा छ नि, यता झिका पऱ्यो सापो रातो माछा हो परे परे त रातो माछै रहेछ। यो त कति कहिले होला है कोन्डाउन आउँदा हो नि यति कहिले नै कगया खोल्छ कि यतै नै यहाँ यत्रो झाड छ, यहाँ कगया खोल हुनसक्छ। केटाहरू घोल खोजिरहेछन्। नौलो कि पुरानो मा गोलो हाचेरी घोले पुरानी चल्लाउँदा छन्। यार तर यार यस्तै हुन्छ के गाइज यार, कहिले भ्लग सलग नबनाएपछि नबोलेपछि बोल्नै आउँदैन के क्यामेरा चालु गरे के बोल्नु यार। यहाँ देखिरहेको छु यत्रो पार्क देखिरहेको छु देख्नलाई, यहाँ पर राम्रो छ भन्यो, यहाँ एउटा यहाँ भन्यो हिँड्यो, बोल्नै आउँदैन के गर्ने के छ नि पुल देखाउनु। केटाहरू छन् पुल त कडा हुन्छ नदी सुकेर खालि पानी ढुङ्गा मात्रै छन्, केउन हावा। अनि केटाहरू यहाँ भिडियो बनाइरहेको छन् आफ्नो हिसाबमा छन्, म आफ्नो हिसाबमा खै के बोल्नै नआउने के बोल्नु। कहिले भिडियो बनाएको त ठिकै हो, त्यही माथि केटाहरू जे पाए त्यही बोल्ने होइन, आफ्नै धुनमा छन् होइन। त्यही त हेर न अरूको जोडी छन्, त्यस्तै हो। सोच्दैन होला म चाहिँ कहिले केही मान्छे ठाउँै नदेखे मान्छे परिवर्गीहरू छन् ऊ तिनीहरू के त्यही पनि हामी यस्तै हो भनेर थाहा छैन, हाम्रो पारै थाहा छैन। ऊ गीत गाउने जस्तो छ त, गीत गाउने माइक जस्तो छ त ऊ फोटो हान्नु भएको बिल्डिङ निकालेर टक्क फोटो हाने स्टोरेज भरेर भयो ल्याऊ गिटार निकाल्यो। ए आइज पुरन दिदीले सोध्यो के चल्दैछ तेरो कामकाज, दाइले भन्छ आफ्नो परिवारको नाम राख, आमाले भन्छ के छ बाबु तेरो हाल खबर, बाबुले भन्छ छोरो के गर्दैछस् आजकाल। या केही पनि गर्दिनँ म यतिकै बसिरहेको छु, किन होला म आजकाल एकदमै साइको भएको छु। केटाहरू बढेर गलितिर जान्छु, दिनभरि बढेर चाहन्छु, सँगै अप्सन गफ मेरो सक्छन् धिक्कार ब्ल्याकको हातमा। तिम्रै राया तिम्रै माया जन्म कम्फन्ती झप्पै ठोकी लछाप मायालाई सिलभन्दी तिमीलाई। ओके आऊ यहाँ जान जाने त्यो ल पछि काट्नु उति कम ल हाने उइ छुट्टी भयो कान्छ आंगलो ठेक के हो राई यो चेप्पो यार त्यसलाई गोछोमा पाउँछौ कि नै ना यो गयो कि गयो सक्को रेडी ल पर्दै काका बेला यी विशेष हाम्रो पिछट्टेहरू आएछन्। दिनभरि यता रमाइलो गरियो, यसो डुलियो, अब यसो घरतिर फर्किने यसो प्लान गरेर आएको। अनि यसो घरतिर फर्किँदैछौँ बाटोमा एकदमै पानी छ, अनि त्यतिकै रोड पनि चिप्लो छ अनि गाह्रो छ। त्यही पनि खुट्टाहरू यसो रमाइलो गर्दै अगाडि बढिरहेको छौँ। हेरौँ अहिलेसम्म भिडियो हेरिदिनु भयो धन्यवाद। लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला। यो चाहिँ मेरो फर्स्ट भएको हुनाले मलाई चाहिँ एकदमै नर्भसनेस पनि थियो होला, आएन पनि होला, यसमा चाहिँ क्षमा प्राप्त छु। ठिकै छ, अर्कोचोटि ट्राई गर्नेछु राम्रो बनाउने। अब यस्तो ल अब जाम हामी अगाडितिर घरतिर पुग्न पनि लागिसक्यो। ल हुन्छ, जे जस्तो भयो आजको दिन एकदमै रमाइलो भयो। जे होस् अब हामी घरतिर पनि पुग्न लागिसक्यौँ। घरतिर पुग्दा अब अलिक झिसमिसो पनि भइसक्यो, अँध्यारो पनि भइसकेको छ। अब यस्तो अब बाँकी अर्को भिडियोमा चाहिँ भेटौँला। लाइक कमेन्ट सब्सक्राइब गर्नुहोस् र आफ्नो साथीहरूलाई चाहिँ भिडियो सेयर गर्नुहोस्, हामीलाई मोटिभेसन मिल्छ। हुन्छ आज